अहिले सोशल मिडियामा तपाईँले जताततै मान्छेले चाहिँ यो दिनकै 1 लाख रुपियाँसम्म जितिराखेको न्युजहरू देखिराख्नु भएको होला र तपाईँलाई पनि यो प्रोग्राममा पार्टिसिपेट गर्न मन छ बट कसरी गर्ने भनेर तपाईँलाई थाहा छैन भने चाहिँ यो भिडियोमा तपाईँलाई म सबै जानकारी एकदम सिम्पल र छिटो तपाईँलाई म बुझाउने छु। यसमा हाम्रो कस्तो सिनेरियो हुन्छ भन्दाखेरि जस्तो तपाईँ एउटा किराना पसल जानुभयो, किराना पसलमा तपाईँले 100 रुपियाँभन्दा बढीको सामान किन्नुभयो। एक्जाम्पलको लागि किराना पसल भने हो तपाईँले जे सामान किन्दाखेरि पनि। अब यसमा तपाईँले सामान किन्दाखेरि चाहिँ तपाईँले बिल अनिवार्य माग्नुपर्छ। तपाईँले सामान किन्नुभयो, तपाईँले पछि प्राइज जित्नु पनि भयो र तपाईँसँग बिल छैन भने त्यो तपाईँको फेरि क्यान्सल हुन्छ। सो तपाईँले बिल चाहिँ अनिवार्य माग्नुपर्ने हुन्छ र यसमा अब के हुन्छ भन्दाखेरि तपाईँले सामान किन्दाखेरि तपाईँले क्यास पेमेन्ट पनि गर्न सक्नुहुन्छ, तपाईँले क्युआर पनि पेमेन्ट गर्न सक्नुहुन्छ। अब तपाईँले क्युआर पेमेन्ट गर्दाखेरि चाहिँ तपाईँले अब ई-सेवाबाट गर्नु, मोबाइल ब्याङ्किङबाट गर्नु, जुनैबाट गर्दाखेरि पनि अहिले तपाईँको यहाँ यसरी अप्सन आउँछ। यो अप्सनमा चाहिँ तपाईँको अटोमेटिकली त्यो अहिले जुन यहाँ हाम्रो ट्याक्स पेयर रिवार्ड प्रोग्राम छ यसमा तपाईँ पार्टिसिपेट भइहाल्नुहुन्छ। त्यहाँनिर अटोमेटिकली टिकट जेनेरेट हुन्छ। त्यो केसमा तपाईँले केही गर्नु पर्दैन। यदि तपाईँले जित्नुभयो भने चाहिँ तपाईँलाई त्यहीँनिर देखाउँछ र तपाईँलाई कल पनि आउँछ। र अब कुरा रह्यो क्यास पेमेन्टको केसमा। क्यास पेमेन्टको केसमा चाहिँ तपाईँले जुन बिल लिनुभएको हुन्छ यो तपाईँलाई म यहाँ वेबसाइटको लिङ्क राखिदिन्छु। यो वेबसाइटमा गएर चाहिँ तपाईँले सबै डिटेलहरू फिल गर्नुपर्छ। यसरी तपाईँको वेबसाइट ओपन गरेपछि यसरी आउँछ। यसमा चाहिँ तपाईँले क्यास पेमेन्ट हो कि अनलाइन पेमेन्ट हो भनेर सेलेक्ट गर्नुहुन्छ। अब अनलाइन पेमेन्टमा त तपाईँले इन्टर केही गर्नै पर्दैन, यहाँनिर सिधै अटोमेटिकली रजिस्टर्ड हुन्छ भनेर लेखेरै आइरहेको छ। अब यो क्यास पेमेन्टको केसमा चाहिँ तपाईँले जब यो क्यास पेमेन्टमा क्लिक गर्नुहुन्छ त्यसपछि यहाँ तपाईँले बिल नम्बर भनेको बिलमा माथि जुन नम्बर लेखेको हुन्छ 1 2 3 4 त्यो बिल नम्बर हाल्ने। त्यसपछि यो प्यान भ्याट भनेको भ्याट नम्बर जुन बिलमा भएको भ्याट नम्बर हालेर तपाईँको नाम र कति रुपियाँको तपाईँले सामान किन्नुभयो र यो बिल डेट लेखेको चाहिँ तपाईँले कुन दिन भर्दै हुनुहुन्छ त्यो डेट होइन, बिलमा जुन डेट छ त्यो डेट बिलको डेट चाहिँ इन्टर गरेर अनि तपाईँले आफ्नो डिटेल्स फोन नम्बरहरू चाहिँ फोन नम्बर हाल्दाखेरि चाहिँ तपाईँको कल लाग्ने फोन नम्बर हाल्नु। तपाईँले जित्नुभयो भने चाहिँ तपाईँको यही नम्बरमा फोन आउँछ। सो फेरि फोन उठेन भने तपाईँको त्यो पैसा चाहिँ फेरि गभर्मेन्टले नै त्यो रिटर्न लाने भएको कारणले चाहिँ तपाईँले त्यो चाहिँ अलिकति ख्याल गर्नु होला। र यति गरिसकेपछि तपाईँको टिकट जेनेरेट हुन्छ। अब अनि त्यसपछि तपाईँको पार्टिसिपेट भएको भनेर यहीँनिर सो गरिहाल्छ। सो अब क्यास पेमेन्ट गर्दाखेरि चाहिँ रजिस्टर गर्नुपर्ने एउटा सिनेरियो छ। बट तपाईँले अनलाइन पेमेन्ट गर्दाखेरि चाहिँ एकदमै सजिलो छ। सो अनलाइन नै प्रिफर गर्दाखेरि अझै राम्रो हुन्छ। यसरी तपाईँ रजिस्टर्ड भएर चाहिँ तपाईँले यो गर्नुभयो भने चाहिँ के बेनिफिट छ भन्दाखेरि यो 2-4 दिनको लागि मात्रै चलाएको होइन। यो तपाईँले 1-2 चोटि गर्नुभयो भने तपाईँलाई यो सजिलो भइहाल्छ र यो चाहिँ गभर्मेन्टले अब कन्टिन्यू चलाउने भएर चाहिँ के थाहा तपाईँले पनि 1 लाख या त 10 लाख तपाईँले यति गर्दाखेरि जित्न सक्नुहुन्छ। सो गर्नु होला र अरूलाई पनि सेयर गर्नु होला। And thank you for watching this video.